हल्का तन्काउने मजाले तन्काउनु छोड्ने भने नि पुरै छोड्ने 10 चोटि गर्नु है अनि एकछिनसम्म राख्नु फेरि खुट्टा थाप्नु कस्नु च्याप्नु मजाले घुँडा तन्काएर च्याप्ने नखुम्चाउनु है हो च्याप्ने छोड्ने फेरि गर्नु 10 चोटि तल नखुम्चाउनु घुँडा नखुम्चाउनु उचाल्नुहोस् त यस्तो है सिधा बाङ्गो उचाल्नु भयो फेरि गर्नुहोस् त उचाल्नु होइन यो खुट्टा उचाल्नु झटक्क नझार्नु बिस्तारै फेरि अर्को 2 गर्नु झटक्क नझार्नु गर्नु भयो भने पहिल्यै थाहा हुन्छ नि त हजुरलाई गर्नु भयो भनेर हैन एकैछिन बस्नु पर्यो एकैछिन कुर्नु तर त्यसो झटक्क झर्ने गयो भने चाहिँ नगर्नु दुईटा खुट्टा खुम्चाउनु यो पनि खुम्चाउनु ल यतिकै राख्नु हात तल सिधा राख्नुस् त हातमा हो अब कमरलाई उचाल्नु कमर माथि उचाल्नु कमर खुट्टालाई यसरी राख्ने है हात यतिकै राख्ने खाटमा बल नलिनु आनन्दले राख्नु पैतालाई चाहिँ राम्रोसँग राख्नु पर्यो हैन अब यसले चाहिँ मजाले दबाएर कमरलाई उचाल्नुस् त हो ल यति भयो पुग्यो यो भन्दा बेसी लानै परेन है गर्नुस् त फेरि मेरो मम्मीको घुँडाहरू चाँडै ठिक होस्।